हालिदिइराख्नु त्योमा मेसेन्जरतिर आफ्नो हराइ जान्छ ओर्छ पैसा हालेको होइन त्यहाँ वैदेशिक रोजगारको लागि भनेर लेखेको छ कि छैन कसले हो त्यसरी लेख्नुपर्छ नभए त हुँदैन नि यो टिकटहरू राम्रोसँग राख सान भाइ उता गएपछि सम्झ्ने नेपालको बात आशीर्वाद पनि दिनु नि विदेशको यात्रा सफल होस् राम्रोसँग जानु भेनालाई 2-3 वटा सेतालाई दिन धेरै पर्दैन कोन त राम्रोसँग जानु फटाइ नहुनु फेरि गरी खानु राम्रोसँग गाउँमा राम्रोसँग पाल्नु पर्छ अझै मिलेर है अब के भन्नु फेरि किन रोएको राम्रोसँग जानु गरी खानु धेरै दिन नगर भन्नु नरु न अनि फेरि कुनै बेला रुनु है हुन्छ त्यस्तो रुनु हैन नि त तेरो लागि जाँदैछ भनेको अनि कसले गर्छ त घरमा कस्तो दुःख छ ए नरो है तिमीले गर्दा मलाई नै आउँछ मजा ल ढोक्या ल राम्रोसँग जा हिँड्ने हो त अब किन कतै पुग्नु भएको छैन भने त सहिलो हुन्छ नि पशुपति आइपुग्यो हामी पनि पुऱ्याउनु हिँडेको आज धन्न ठिक्क टाइममा भएर रुन थालिस् कि हो कान्छा ठुलो भाइ आँसु पुस्दै छेउमा बसेर नरु भनेर विदेश जानु त्यतिकै सजिलो हो त पशुपति हजुर हजुर जाम चाहिँ परिएन नि त हजुर खुलेको टाइममा पर्यो या यो अब एयरपोर्ट आइपुग्यो तपाईँ छिरिसक्नु भयो कहाँ हो बाहिर टाइम 6 बजेकै छैन नि म टाइम आइपुग्यो म त भित्र त इन्टरनेसनल पुगिसकेँ भित्रै होला नि उनीहरू पनि तर उहाँ बाहिर बाहिरै छु भन् ऊ त्यही हो गेट नेरी आइपुग्ला आइपुग्यौँ खोइ वैदेशिक व्यस्त भन्छ साथीहरू सानो भाइ ठुलो भाइ साथीहरू उसको लु यहाँ साथीहरू उसको सबै उस्तै रहन् साथीहरू भान्जी मामालाई पुऱ्याउनु आउनुभएको होइन दिव्या भान्जी पनि हो मामालाई पुऱ्याउनु आउनुभएको भाइले कहाँ पुग्नु भएको थियो तपाईँ लिएर आउनुभयो नि ए बिचरा ए मामा पुऱ्याउनु आउनुभएको साथीहरू होइन तेरो ए ल ल लि हेर्नु अनि अहिले भान्जीलाई नै फर्काउनु कि लु
बिचरा भान्जीहरू हाम्रो पुऱ्याउन आउनुभएको मामालाई के गर्नु ल भाइहरू राम्रोसँग जानु है मिलेर बस्नु के अरे झगडा नगर्नु साथीभाइहरू सबै विदेशमा साथीभाइ नै आफन्त हुन्छ ल खानु पाएन भने टेन्सन नगर जाए ल ल राम्रोसँग जानु है राम्रोसँग जानु है ल राम्रो बाई ल मामा जाँदै हुनुहुन्छ पर बाई 3 2 1 ल ऊ पर पुगेर बोलाएर आउनुहोस् पर पुगेर तपाईँ गएर आउनुहोस् त पर मामाकोमा ऊ पर सुन्दैन मामा लादा बाई मामा तिन्दै उभिराखेको होला के गर्नु कसो गर्नु भनेर